कसम खाएर भन्छु यदि तपाईँले यो भिडियो पुरा हेर्नुभयो भने तपाईँले आफ्नो सिगरेट पिउने बानीलाई छोड्न सक्नुहुन्छ आजैबाट। र यदि तपाईँले छोड्न सक्नु भएन भने यो भिडियोको तल कमेन्ट सेक्सनमा जानु र मलाई गाली गरेर बस्नु। अब तपाईँ सोच्दै हुनुहुन्छ होला यो मान्छेले यति कन्फिडेन्टली कसरी भनिरहेछ कि चुरोट छोड्न सक्छु। भाइ म त दिनमा 1-1 डब्बा चुरोट पिउँछु। साथीहरू म कन्फिडेन्टली यही कारणले भन्दैछु किनकि आजभन्दा लगभग 8 साल पहिला मैले पनि चुरोट पिउँथेँ र दिनमा 1 डब्बा होइन मैले कमसेकम 2 डब्बा त मिनिमम सिगरेट पिउँथेँ र जब म बिहान उठेदेखि बेलुकासम्म नि मैले चुरोट नपिएको कुनै पलै हुन्थेन। त्यस्तोबाट आज म अहिले यो अवस्थामा छु कि यदि कोही मेरो अगाडि सिगरेट पिउन आउँछ भने मलाई उल्टी आउन सुरु हुन्छ, खोकी आउन सुरु हुन्छ। यो कसरी गरेँ होला त मैले? म तपाईँलाई केही स्टेप्सहरू भन्छु यो भिडियोमा। त्यही भएर म यति कन्फिडेन्टली भन्दैछु। र बाँकी कुनै कुरा नगरिकन डाइरेक्ट आउँछु म पोइन्टमा। सबैभन्दा पहिलो कुरा त तपाईँले आफ्नो साथीलाई हेर्नुहोस्। यदि तपाईँको छेउछाउमा तपाईँको फ्रेन्ड सर्कलमा धेरै साथीहरू छ जसले सिगरेट पिउँछ, सिगरेट पिएर तपाईँलाई सिगरेट पिउनमा फोर्स गर्छ भने तपाईँलाई पिउन मन लाग्छ। त्यही कारणले गर्दाखेरि सबैभन्दा पहिला त यो गर्नुहोस् कि तपाईँले सिगरेट पिउनुहुन्थ्यो 2 डब्बा भने तपाईँ दिनमा अब सिर्फ 1 डब्बा पिउनुहोस्। यानि कि डाइरेक्ट कट अफ गर्ने होइन कि अलिअलि गर्दै कट अफ गर्नुहोस्। एकैचोटिमा छोड्नुभन्दा अलिअलि गर्दै कट अफ गर्नुहोस्। एकैचोटिमा तपाईँले छोड्न खोज्नुभयो भने तपाईँलाई गाह्रो हुन्छ। त्यही कारणले गर्दा बिस्तारै बिस्तारै छोड्दाखेरि तपाईँलाई सजिलो पर्छ कुनै पनि ब्याड ह्याबिटबाट तपाईँले मुक्ति पाउनका लागि। पहिलो कुरा त त्यो गर्नुहोस् र साथीहरूलाई भन्नुहोस् कि यार हेर म आजबाट सिगरेट छोड्न चाहन्छु र यदि तिमीहरूले मलाई फोर्स गर्छौ सिगरेट पिउनलाई भने म तिमीहरूलाई पनि छोड्न सक्छु। मजाक होइन भाइ। यदि कुनै पनि तपाईँ ब्याड ह्याबिटलाई छोड्न चाहनुहुन्छ भने नि तपाईँको साथीले तपाईँलाई सहयोग गर्दैन भने तपाईँले त्यो साथीलाई आफ्नो जीवनबाट निकाल्दै ठिक हुन्छ। किनकि त्यस्तो साथीले तपाईँको भला, तपाईँको फाइदा कहिले पनि चाहँदैन जो साथीले तपाईँले भन्दाखेरि केही कुरा सिरियसली मान्दैन भने। दोस्रो कुरामा तपाईँ आफ्नो क्रेभिङ जुन सिगरेट पिउने क्रेभिङ हुन्छ नि त्यसलाई हल्का मतलब अलिकति रोक्ने प्रयास गर्नुहोस्। यानि कि तपाईँलाई यदि बिहान उठ्ने बित्तिकै चुरोट पिउने तलब हुन्थ्यो र तपाईँले जलाएर पिउनुहुन्थ्यो भने तपाईँ रोक्नुहोस् 5 मिनट जस्तो। तपाईँलाई पिउन मन लागिरहेछ तर तपाईँ सोच्नुहोस् बसेर कि मलाई किन पिउन मन लागिरहेछ, मलाई यति धेरै खसखस किन भइरहेछ। तपाईँले अहिले नै सल्काउनुभन्दा 5 मिनट सक्नु भएन भने 1 मिनट 2 मिनटसम्म डिले गर्नुहोस्। मतलब पर्खिनुहोस्। पर्खेपछि तपाईँको अर्जलाई कन्ट्रोल गर्ने तपाईँको शक्ति बढ्दै जान्छ र बिस्तारै बिस्तारै तपाईँलाई त्यो अर्ज, त्यो चुरोट पिउन मन लाग्ने त्यो चुल हुन्छ नि भित्रबाट त्यो कम हुँदै जान्छ र तपाईँले यसबाट छुटकारा पाउने सम्भावना ज्यादा हुन्छ। र तेस्रो कुरा तपाईँ आफ्नो जीवनमा कुनै पनि प्रकारको प्यासनलाई फलो गर्नुहोस्। प्यासन मतलब तपाईँलाई यदि फुटबल खेल्न मन लाग्छ भने तपाईँ फुटबल खेल्नुहोस्, क्रिकेट मनपर्छ भने क्रिकेट खेल्नुहोस्, चाहे जे गर्न मन लाग्छ त्यही गर्नुहोस्। तर तपाईँको जीवनमा केही न केही प्यासन हुनुपर्यो, केही न केही एउटा फ्युचर प्लान हुनुपर्यो, केही न केही एउटा चाहना हुनुपर्यो आफूलाई जीवनमा के गर्ने। तपाईँको जीवनमा यदि प्यासन छैन भने तपाईँ कुनै पनि प्रकारको मादक पदार्थ, कुनै पनि प्रकारको धुम्रपानको नसामा फस्न सक्नुहुन्छ। किनकि तपाईँसँग कुनै जीवनमा गोल छैन, तपाईँलाई केही गर्नु छैन भने तपाईँले आफ्नो यस्तो ब्याड ह्याबिटहरूलाई बढावा दिन सजिलो हुन्छ तपाईँलाई। र तपाईँ यो कुरामा ध्यान दिनुहोस्। यदि तपाईँले यो कुरामा ध्यान दिनुभयो भने आई थिङ्क तपाईँले सिगरेट खाने बानी बिल्कुलै छोड्न सक्नुहुन्छ।